ल है साथी हो लाग्यो आज नेल्सन लेकतिर 2 दिनको विकेन्ड मनाउनलाई। आज झन्डै 2 घन्टाको यात्रा छ। बिस्तारै पालो पालो ड्राइभ गरेर जानेको। हेरौँ आज कहीको स्पिडमा 80-70-40 स्पिड हुँदै आज पनि नेल्सन लेकतिर लाग्छौँ। ल अब त्यतिखेर भेटौँ है। या 1.5 घन्टाको यात्रा हो यो। यसमा मैले चाहिँ अब अलिक सर्टकटमा जान खोजेँ। ठाउँ ठाउँको मात्रै मैले यहाँ भिडियो देखाउने प्रयास गरिरहेको छु। नत्र भए यहाँ 1.5 घन्टाको लामो दूरीको भिडियो पनि निकै लामो हुन्छ। ल हामी पुग्यौँ अब नेल्सन लेकमा। एकदम साँझ साँझ परेको छ, शान्त छ। यो आजको दिन शुक्रबारको बेलुका। आज यहाँ मान्छेहरू टुरिस्टहरू त्यति देखिँदैन। यस जोस् बेलुकाको यो साँझको बेला हो। खामको त्यहाँ ज्योति त्यहाँ छ डाँडामा छ। जोस् रमणीय दृश्य छ। अनि यही यो सानो यो लेकको मुनि चाहिँ यो बाम माछा, इल माछा भन्छ। यो हाँस यहाँ खेलिरहेको हुन्छ। तर यो धेरै उड्छ, उताको जस्तो हुँदैन। हेर्नुहोस् त यो इल माछा यति लामा लामा छ यिनीहरू माछा। कोही कोही त झन्डै 1.5 मिटर जस्तो मैले यहाँ फेला पारेँ। हेरिरहेछ, हामीलाई हेरिरहेछ यिनीहरूले। यसो वेलकम गर्न आएको छ, यो पनि वेलकम गर्न आएको छ आरामसँगले है। यो चाहिँ अब सेम रोटोएटी ताल हो। यो नेल्सन लेकको अर्को दिशाबाट यो हिजो मैले देखाएको त्यो थियो भने पूर्वबाट थियो भने आज यो दृश्य चाहिँ यो लेकको पश्चिमको दिशा, यो उत्तरबाट चाहिँ मैले यसको भ्यू लिइरहेको छु। यस्तै छ। तर यहाँ चाहिँ अलिक उता पूर्वको जस्तो त्यति धेरै चाहिँ नआउँदो रहेछ। मान्छेहरू स्विमिङ गर्नको लागि, बोटिङ गर्नको लागि चाहिँ मान्छे यहाँ धेरै आउँदछ। हिउँदो महिनामा यो डाँडाहरू सबै हिउँले छ्याप्प सेत्तामै हुने गर्छ र त्यो हिउँ पग्लेर चाहिँ यो नेल्सन लेकको पानी पनि निकै बढ्ने गर्छ। यो मेरो पछाडि भएको दृश्य हो नेल्सन लेक, अर्थात् रोटोएटी लेक हो। माओरी भाषामा यसलाई रोटोएटी भन्छन् भने अङ्ग्रेजीमा नेल्सन लेक। यहाँको निकै पपुलर लेक हो यो। प्रायः मान्छे यहाँ भिजिट गर्न आउँछन्। र नेल्सन लेक चाहिँ अङ्ग्रेजीमा हो भने त्यसैलाई चाहिँ यहाँ माओरी भाषामा चाहिँ रोटोएटी लेक भनेर नामाकरण गरेछ। र त्यही रोटोएटी नाम चाहिँ लज पनि छ, बाटो स्ट्रिटहरू पनि छ, अनि लेकको नाम पनि छ, जङ्गलको नाम पनि छ। नेल्सन लेकको उसमा बुढाबुढीले भिडियो खिच्यो, देखिँदैन? नेल्सन लेकको भिडियो खिच्यो।
ओके हुन्छ अब ल यहाँबाट रोटोएटी लज पुग्नुलाई 10 मिनट रहेछ भिजिटर सेन्टर 20 मिनट वेस्ट bay रहेछ अहिले हामी हिँडेको ट्र्याकको नाम चाहिँ पेनिन्सुला ट्र्याक रहेछ झन्डै 2.7 किलोमिटर्स रहेछ फेरि अघि बढ्दैछौँ है त यसरी ट्रेल वक गर्नु पनि एउटा स्वास्थ्यको लागि एकदमै राम्रो अझ यहाँको जङ्गलहरू हेर्नु होला यतापट्टि यो बायाँपट्टि हेर्नु होला नेल्सन लेकको दृश्य छ अहिले हामी यो अर्कै दिशा अर्कै कोणमा अहिले आइरहेको छौँ अब करिब त्यो अर्को त्यो कोणको जहाँ त्यो बे छ त्यो बेमा हामी पुग्न लागेका छौँ अब 5-10 मिनटमा पुगिन्छ होला आज निकै हिँडाइ भइरहेछ जस कुल फिलिङ पनि भइरहेछ आज के अब यो नेल्सन लेकको रोटोएटी तालको छेउबाट किनारै हामी जङ्गल ट्रेलमा हुँदै हामी यसको परिक्रमा गरिरहेछौँ गर्दाखेरि शीतल छ यो जङ्गलमा तपाईँहरूले केही त्यस्तो खतरामूलक जानवरहरू बिच्छीहरू साँपहरू बाघ भालु केही पाउनुहुन्न न मच्छर पाउनुहुन्छ खालि एउटा पिपसा भन्ने किरा छ त्यसले चाहिँ एकछिन बस्यो भने टोक्छ है हामी जङ्गलको बाटो हिँडिरहेको छौँ के आनन्द छ शीतल छ अनि उतापट्टि हेऱ्यौँ भने चाहिँ मेरो बायाँपट्टि चाहिँ रोटोएटी लेक नेल्सन लेक भन्ने छ हेर्नु होला यो तालको वरिपरि वकिङ ट्रेलहरू छन् त्यो ट्रेलमै हामी चाहिँ आज वक गरिरहेछौँ झन्डै 1.5 घन्टा भयो हामी अझ यो तालको टुप्पोमा अर्को किनारमा चाहिँ पुग्ने चेष्टा गरिरहेछौँ यहाँ हेर्नु होला रुखहरू मरेर यसको कति फाइदा हुन्थ्यो दाउरा हुन्थ्यो के हुन्थ्यो तर यहाँ यस्तोको दाउरासहरू केही गर्दैन जति नेचुरल छ प्राकृतिक छ त्यो प्राकृतिक रूपमा यहाँ सबै छोड्ने गरेको छ हेर्नुहोस् हाम्रो यो वकिङ ट्रेल उतापट्टि चाहिँ हाम्रो ताल निलो ताल देख्नुहुन्छ यो बाटोमा हिँड्दै यो च्याउ देखियो रातो रातो यसलाई के च्याउ भन्छ कुनी खानुहुन्छ कि हुँदैन यसो जानकारी पाऊँ है यो त खाउँ लाग्दो च्याउ छ नि त हो यो त
यो अर्को दिन यो हाम्रो लेक रोटोइटी नेल्सन लेकको दृश्य यो अर्कै एङ्गलबाट र अर्कै दिशाबाट खिचेको हो। हिजो अर्कै दिशाबाट खिचेको थियो भने आज यो अर्कै दिशाबाट खिचेको। यो हिजो चाहिँ बेलुकी पख थियो भने आज यो बिहान 11-12 बजीको दृश्य हो। यो शान्त छ यो ताल, एकदमै सफा। यो पानी पिउँदा पनि हुन्छन्। कता कता बोटहरू देखिन्छन्। हिउँदो महिनामा यो माथिको तालुखुली डाँडाहरू चाहिँ सबै हिउँले भरिन्छन्। पर परको यहाँ परको एउटा यो चुचुरोलाई चाहिँ सेन्ट अर्नल्ड भनिन्छ। त्यसैको नामबाट यो बाटो पनि छ, यहाँ आउने बाटो हो, सेन्ट अर्नल्ड स्ट्रिट भन्ने छ। हेर्नु होला तपाईँहरूलाई कस्तो लाग्छ, यसो कमेन्टहरू गर्नु होला। नेल्सन लेकमा छौँ हामी, नेल्सन लेकमा छौँ हामी। यो चाहिँ ट्राउट माछा पनि यहाँ रहेछ, कता कता देखिँदैछ। यताबाट मुनि मुनि कुल मुनि रहेछ एक दुईवटा माछा। यसको जोडी छ, कता गयो कुनी। यो चाहिँ ट्राउट माछा रहेछ। ट्राउट हो। कम्ता लामो छ नि त आम्मा। यो चाहिँ भयो हाम्रो नेल्सन लेक। अहिले समरमा अलिक सुकेको अवस्था छ। Here you can see नेल्सन लेक। ऊपर देख्दै हुनुहुन्छ तपाईहरुले। आज यो नेल्सन लेकको यसो दृश्य अवलोकन गर्न आइरहेका छौं यतै बसेर। उतिले काएको चल्छ एक्लै लिएर आयो कति इन्डिपेन्डेन्ट।
यो है पछाडिको चाहिँ हाम्रो न्युजिल्यान्डको नेल्सन लेक भन्ने चाहिँ सुन्दर एकदम शान्त छ, सबभन्दा क्लिनेस्ट वाटर भएको नेल्सन लेक हो यो तपाईँले जुन पछाडि देखिरहनु भएको छ दृश्य नेल्सन लेक। ल है अब नेल्सन लेकको 2 दिन बसेर यहाँको अवलोकन गरेर चाहिँ अब हामी घर फर्किँदैछौँ। फेरि 1.5 घन्टाको यात्रा हो। अब हाम्रो यो हप्ताको विकेन्ड सकियो। अब पालो ड्राइभ गरेर अब घरतिर लाग्दैछौँ। अब फेरि पनि यस्तै कुनै रमणीय दृश्यहरूको भिडियो लिएर फेरि हामी उपस्थित हुनेछौँ। तबसम्मलाई तपाईँले यसलाई सब्सक्राइब गर्नुहोला, सेयर पनि गर्नुहोला, केही कमेन्टहरू पनि दिनु मन लागे दिनु सक्नुहुन्छ र प्रतीक्षा गर्नुहोला। त्यतिसम्मको लागि बिदा चाहन्छौँ। धन्यवाद। समुद्र पारी मेरो गाउँ छ।